बाबु किन रुवाको मम्मीले पिट्नु भयो ल यता आऊ मेरो छोरालाई हेर मम्मीलाई पिटेर कस्तो हेर नरो है नरो ओहो धेरै रुवा अनि मम्मीले किन पिटेको होमवर्क नगरेर अरे तिमीले होमवर्क नगरे हो अनि किन होमवर्क नगरे भन त किन नगरे भन न ल अब बाबुले होमवर्क गर्दैन है होमवर्क नगर ल हस् भन्नुपर्छ होमवर्क नगर ल म बाबुले अब कहिले होमवर्क गर्दैन थाहा छ अब होमवर्क नगर्ने है नपढ्ने है नपढ्ने है हस् ल अब बाबुले कहिले पढ्छ थाहा छ मैले 10 गर्नेपछि मात्रै पढ्ने हस् ल मैले 10 गरेपछि पढ्ने है त 1 2 3 4 5 6 7 8 9 10 ल अब पढ्नु पर्छ ल ल्याएर उ ल पढे हो ल्याएर अब चाहिँ पढ्यो 10 गरेपछि अब पढ्दैन पढ्ने मैले जब 10 गर्छु अनि मात्रै पढ्ने अब ल्याएर कस्तो ज्ञानी बाबाले भने कस्तो मान्नुहुन्छ ल्याएर पढ्दै नपढे मान्छेले अब मैले 10 गरेपछि पढ्छु भनेर पढ्न थाल्यो अब होमवर्क कहिले पनि नगर्ने जबसम्म बाबाले 10 गर्नुहुन्न तबसम्म नगर्ने है बाबु तिम्रो हात दुख्छ नि त